Hello, hi, and namaste. Good morning, guys. So सबैजनालाई ह्याप्पी तिहार दीपावलीको धेरै धेरै शुभकामना। अब हामी चाहिँ स्याङ्जा अरौदी जाँदैछौँ। गुड मर्निङ। गुड मर्निङ भनिदिनुहोस्। हामी अब मम्मी र म चाहिँ स्याङ्जा मामा घर अरौदीतर्फ लाग्नेछौँ। हाम्रो यो पुपु हियर अरौदी खोले गाइजमा र प्रतिमा र मम्मी चाहिँ प्रतिमा र बाबु चाहिँ अब यता ससुराली तिहार मनाउन जान लाग्या हो। सो सबैजनालाई धेरै धेरै तिहारको शुभकामना। हामी चाहिँ यति बेला हाम्रो घरबाट निस्किसकेको छौँ। यति बेला विद्यानिकेतन चोकमा छौँ। अब यहाँबाट हामी यता नयाँ गाउँ पुगेर अगाडि जान्छौँ। हाम्रो कुकु नमस्ते। थ्याङ्क यू। गुड मर्निङ। ह्याप्पी तिहार। थ्याङ्क यू सो मच। थ्याङ्क यू। वेलकम भन्नु। आई लभ यु ड्याडी भन्देऊ न। सो फाइनली हामी अहिले स्याङ्जा बजार घुम्ती हुँदै देवीस्थान अब क्रस हुँदैछौँ। राम्रो भएको छ धान। भएछ कि अन्त घरतिर सो फाइनली हामी अहिले यति बेला हाम्रो गाउँ अरौदीतर्फ आइपुगेको छौँ। बारीमा देख्न सक्नुहुन्छ कोदो कति राम्रो भएको छ। यहाँ सिपिपको घर निकै राम्रो छ हौ। सिपिपको घर हजुर होइन पर्दैन खुट्टा दिएर म कसैले दिनु भयो छोरो भयो ल सबै कुरो राम्रै बस्छ के नि अझै राम्रो भयो। देख त्यसको हिजो यसको बुलाएर हाल्दै सकेर बाबुले खोइ ठुल्बाले नमस्ते हामीले ओर्छौँ कुन चाहिँ लामो हो त्यही यो यो लामो छ बाटमा किनेको फेरि लाम तानेको छुट्टा थियो कि कुन केटालाई लिँदै थियो यिनै थियो क्यारे भेन्ट यसो भिडियो बनाउनु पर्यो। ल हेर्नुहोस् त हाम्रो गाउँघरमा कोदो कति राम्रो हुन्छ। यति राम्रो हुन्छ कोदो यहाँ। अब टक्क कात्तिक महिनामा यस्तो राम्रो भएको छ। अब माथि हेर्नुहुन्छ घरमको डाँडा मम्मीले फुल लिएर आउनुहोस् है।
चाहिँ हाम्रो भाइ दिपेन्द्रले ड्रागन लागेको एउटा फल भरिसकेको छ। हामी अहिले यतिखेर अरूले खोला मामा घरमा आइपुगेको छौँ। यो चाहिँ हाम्रो ढुङ्गे घर गाउँ बाटो मामा घरको आँगनमा बसेर म यति बेला छायाङ्कन गर्दैछु। हरियाली छ कार्तिक महिनामा पनि यो डाँडाबारी मामा सरसफाइ गर्दै हुनुहुन्छ। हाम्रो राजकुमार कान्छो मामा कति दबाई खाने रहन्छु धेरै दबाई खाने हो के बिमार लाग्दैन यस्तो अरे म दिपेन्द्रले भिडियो बनाएर हाल है भन्नु मामा दिपेन्द्र युवराजले भिडियो बनाएर लिएर आउँथेँ मैले सिङ्गै ल्याउँथेँ। आँखादेखि छोडेर दाइ बर्बाद छ यहाँ गर दाइहरूको सबै जास के अरे त मूलबाटतिर हाल्दै हुन्छ। कति राम्रो फुल खेल्दो रहेछ भने कुहियो भन्थ्यो दाइले कि एउटा माथि ठोकिनु होला ल पर्दैन कान्छीको एउटा लिएर आइदिन म पनि बस्दिन पर्दैन के हुन्न हो त्यहाँ उभिएर हुन्छ हौ अन्जना नातिले लिएर आयो अहिले हामी मिठी खान जाने है नातिले म मिठी खान जाने अहिले नमानेको है पूजा हाल्ने बाबु कहाँको बिर्सिएको छ कि अन्त बिर्सिन्छ क्या माथि हो क्या राम्रो खेपिदिनुहुन्छ होइन डेली काट्छ सबैजना यहाँ पर्दैन बाबु पर्दैन ल पर्दैन
भाइ आज राखेको यो प्रोग्राम लास्ट अन्त खुसी खुसी रहे बधाईहरू सबै हजुर कहिले हेर्छौ अलि लामो बनाउने है माथि सस्तो रङ्गी टिका होइन उहाँले पुस गरे पनि सवारी हेर्छन् मिलिसक्यो ऊ लगाइदिएँ मैले मन्दिर यहाँ यही गाठो पारौँ त बाबु बेलुका आउने भनेर यो गाठो साथी पनि पुग्छ अनि त्यसलाई कपला लाउने दाइ अरू कति लायो सानो बनाउनु रहेछ कि मजा नि आठ बाजेपछि के किलो धेरै गाँठ पारेको उकाउनु पर्ने हो क्या पर्दैन सानो गरेर मिल्छ है त अब कता फलफुल यता पछाडि अब फलफुल टिका लगाउनु आयो मलाई त्यही खुसी छ होइन सबैभन्दा खुसी भयो त्यही पैसा पर्दैन हात हात आएछ यसरी हातमा बाँकी भयो पर्दैन आएन नि त्यहाँ 6 वर्ष माइल लाइलो कान्छु फालिन उहाँ पढ्थ्यौँ नि दिनेश बुढा दिनेश अनि म विक्रम तिम्रो 54 साल बल्ल जन्मे अनि बसन्त त्यहाँ बसन्त कपाल ठुलो भयो होइन खुट्टा होइन बाबु कपाल छैन कहाँ कहाँ राम्री हो रीति पुऱ्याउनु पर्यो र सानो दुईटा माइलोमा एकै साले ए मङ्सिर पुस माघ धेरै फरक रहन्छ है 1 महिना घुमाउनु गर्दा सागरले देखेन म चाहिँ माथि माथिको माथि हो सुलाई र माललाई सानो कान्छोको सार गर्ने हो क्या रोडेवाला चिन्छौ रोडेवाको रोडेवा हो रोडेवाको बाबु किन माला गरौँ होला फेरि केटी खाने बेला भयो भनेर केटी खानु अनि
ट्र्याक्टर असोज पनि भ्याइयो हजुर अनि निस्किन पाइयो त्यो नानीको मलाई त भाइ म लिन्छु ल अलि म लिन्छु आस्ते आस्ते छोराको नातिको बिहा लिएर होइन लिनुपर्छ हो त धेरै छोरी 10 दिन लिनुपर्छ कपालै छैन गान्छी त्यो प्राय परेको यसो आडस गर्नु पिर्का अझ राम्रो भइसक्यो पिर्का थियो कान्छा हजुरको पुरा माछा पनि धेरैचोटि गयौँ पहिला त माथिल्लोबाट जान्थ्यौँ अहिले त तल्लोबाट तल बाइखोलाबाट बाहिरबाट रहेछ त्यहाँ मिल पनि छ हजुर भेट्नुमा अहिले बाटो त रहेछ होइन मल पनि चाहियो अलिक धेरै नपाउनु थोरै थोरै पानी राम्रो गरेर पानी बाख्रा रहेछ नि थोरै धन गाई गोरु त केही छैन किलो जोत्ने ट्र्याक्टरले माथिहरू रहेछ माथिहरू यो सुक्छ जान्छ सुक्दैन सानो हुन्छ ठिकै भयो होइन कपाल काटेर हो सानो भयो कि अहिले त म त अलिक सानो सानो अहिले सुत हुँदाखेरि सानो हुने क्या हो ठुलो ल्याएको मान्छे के म मिलाउँछु नि त्यसले देशले भाग्यमा यति दाजु सुनसान छैन कोही छैन त्यसरी सोधखोज गरेँ होइन मैले अब अर्को सोधाउनु भनेको हामी हिँड्नु नसके पनि पछि पछि यसो पढ्न जाने कका बिहान जाने अनि हजुर फर्किने दाइ बाबुले मिठी खाने म त हजुर फ्री हुनुहुन्छ कि भनेर बसेर फोन गरेको थिएँ हजुरलाई त्यही मान्छ नमाने म यसरी लगाइदिन्छु नमस्ते ठाडै लगाइदिन्छु ठाडै लान्छ पुछाउँदै आउनु न हुन्छ भने ल्याएर त्यो बाबुले खान्छ ल्याइएन कि झिलिङ हालेनन् क्या बाबुले बुहारीले त नातिलाई हाल उसले मजा है म दिन्छु हजुर टिको लाउनु रहेछ अनि टिको ल बुढी भइन्छन् सेतै बुढी छन् कस्तो यस्तो कि यसो
앉아오는데 짜증나. हजुर ठिक बेला सबै ओडाइदिनु है सलाई यसो हात लगाइदिएछ तन्मीले अब त लगाइदिन्छु होला केही हुन्न क्या हात सबै रङ भयो माइजू ल भयो फर्केर हजुर नै फुल दिनु हजुर छोरो माइलो तीनजना छुट्टी होइन अनि फेरि मदन मदन सुशीला दुईटा अरू को छुट्टी कुयो I begin to